हेलो गाइस, नमस्ते, स्वागत छ मेरो युट्युब च्यानलमा। आशा छ हजुरहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने साथीहरू। यो चाहिँ मेरो फर्स्ट टाइम हो यसरी मैले मिनी भ्लग यसरी मैले बोलेर भ्लग गराएको साथीहरू। आज चाहिँ हामी के गर्नेछौँ, कहाँ जानेछौँ भनेर मैले यसरी भ्लग गराउँछु, यसरी भिडियो गराउँछु। हजुरहरू हेर्दै गर्नु होला साथीहरू। हेर्न सक्नुहुन्छ हाम्रो भाउजू, मेरो बहिनी भाउजू यता हेर्न सक्नुहुन्छ। बबिता यता हेर्न सक्नुहुन्छ तिर्सन। अनि हाम्रो बहिनीलाई परेला फालिदिइराखेको छु र मेरो पनि अलि एकछिनमा परेला फाल्ने। को छौँ यहाँ परेला फाल्ने? यहाँ चाहिँ साथीहरू हामी सब राम्रो भएर अब बोर्डिङ जानेछौँ यस्तो रमाइलो गर्न। हाम्रो भाउजूले चाहिँ आफ्नो बारेमा के खुलासा गर्न चाहनुहुन्छ? ल भन्नुहोस् त भाउजू। मैले यहाँ यस्तो यो हाल्ने भएपछि यो भलक तपाईँले टिकटक हालेको चाहिँ यहाँ मेरो बुढोसम्म पुगोस्, छिटै घर फर्किनु भन। अब भिडियोलाई सेयर गरेपछि पुगिहाल्छ। साथीहरू भन्नुहोस्, हजुरले पनि कमेन्ट गर्नु। यदि यो भिडियोलाई दाइसम्म सेयर गरेपछि पुगिहाल्छ। ल यस्तै हो साथीहरू। अब यस्तै रमाइलो गर्दै बस्ने, हाँसो मजाक गर्दै बस्ने। आज शनिबारको दिन हो, सब आज भेला भएन साथीहरू। केही काम छैन। स्कुलको के अरे इक्जाम दिएर पनि यतिकै बस्नु भएको छ साथीहरू। अब यतिको रमाइलो चाहिँ गर्नु पर्यो। सर्टिफिकेट आयो होला त त्यहाँ। हाम्रो त सर्टिफिकेट आएन। अनि होइन सर्टिफिकेट आइसक्यो। अब त्यहाँबाट फर्म भरेर अब तलब खानु बाँकी छ। तलब पनि खाइरहनु, सर्टिफिकेट लाइसेन्स निक्लियो। हाम्रो सर्टिफिकेट न तलब आएको कहिले आउने यसरी। साथीहरू बुझिसक्नु भयो होला भाउजूले भन्नु खोजेको। बिहा भएको त्यसको मतलब। सुन न, बिहे भएको कति वर्ष भयो भाउजू तपाईँको? 4 वर्ष भयो बिए पास गरेको। यता फेरि के हो अनि साथीहरू यता हेर्नु सक्छ उहाँको चाहिँ उहाँको चिन्नुहुन्छ साथीहरू? ओ हेलो म्याडम, के हो यस्तो बुढा आल्लाको भनेर यस्तो खुसियालीमा आमाको पुरा के भन्ने साथीहरू? सरप्राइज हो क्या, दिस इज सरप्राइज। हामीहरूको लागि सरप्राइज हो होइन बबिता? मलाई त सरप्राइज हो। विदेशी मिठाई खाने भेनाजु आउन लाग्नु भएको छ साथीहरू। अब यस्तै अब छुट्टीमा लानु भयो के। आँखानिर पो गराउनु पर्छ साथीहरू। म आज तपाईँले यस्तो अनौठो कुरा देखाउन गइरहेको छु। सिक्नु होला, तपाईँहरूले पनि सिक्नु होला साथीहरू। म देखाउन गइरहेको छु। हेर्नुहोस् साथीहरू, हेर्नुहोस्। मेरो बहिनीलाई हेर्न सक्नुहुन्छ साथीहरू। यो चाहिँ किन यसरी फुल यसले यो भएन कि बल्ल सेतायो। साथीहरू हेर्न सक्नुहुन्छ यो चाहिँ यसले किन यसरी फुल यहाँ टङ्गाएको होला, किन यसरी फुल टङ्गाएको होला भन्ने तपाईँहरू पनि जान्न चाहनुहुन्छ भने यो चाहिँ धेरै भुस्न लागेर साथीहरू, काला भुस्न लागेर यो रातो फुल देखेपछि भुस्न भाग्छ भनेर उसले यसरी आफ्नो टाउकोमा फुल सिउरेको। सुनाएको छ किन भन त? पन्छिट बेसी गरी हाम्रो गाइजहरू पनि सुन्नु पर्यो त होइन? ल भन त। हेर्नु साथीहरू, यता चाहिँ पहिला फाल्ने कार्यक्रम चलिरहेको छ, अघि परिरहेको छ। यसपछि मेरो पालो हो साथीहरू। साथीहरू हेर्न सक्नुहुन्छ हाम्रो भाउजू पनि आइसक्नु भएको छ। अब भाउजूले आफ्नो परिचय दिनुहुन्छ। ल भन्नुहोस् त, आफ्नो परिचय दिनुहोस् भाउजू। सबैलाई नमस्ते, मेरो नाम मोनिका हो। नागिताको नाम भन्नु घर चाहिँ यो बोरिङ बस्ती, अनि बोरिङ जान्छौँ अहिले देखाउँछौँ भयो। ल साथीहरू, मेरो नाम चाहिँ तिप्सना है। अहिले हामी गएर त्यहाँ देखाउँछौँ हो साथी हो। ल त्यहाँ गर्ने हामीले किराको ओ केटीहरू ल भन आफ्नो परिचय। ओ फुल यहाँ अहिले बेच्नु फुलमती मैया। मेरो नाम चाहिँ फुलमाया। साथीहरू हेर्न सक्नुहुन्छ यता केटीहरू यहाँ रेडी भएर तयारी अवस्थामा अब हामी बोरिङ जाने अवस्थामा आइरहेका छौँ। यता हेर्न सुलुलु भन्दा साथीहरू अब हामी बोरिङ जाने हो। हेलो साथीहरू, हेर्न सक्नुहुन्छ हाम्रो ठाउँ, हाम्रो गाउँको यो एकदम यहाँ धेरै मान्छेहरू यहाँ हेर्नको लागि आउनुहुन्छ। तर आज हामी यहाँ पुरा पिकनिक खाने
तयारीमा आएको छौँ। यो चाहिँ हाम्रो गाउँको एउटा भ्रमण स्थल हो जहाँ यो एकदमै पुरानो साथीहरू हेर्न सक्नुहुन्छ। हेर्नुहोस् मेरो मोबाइलमा पनि क्याप्चर भएको छैन कि। यो चाहिँ हाम्रो गाउँको हाम्रो ठाउँको एउटा घुम्ने स्थल हो जहाँ धेरै मानिसहरू आउने गर्छन्। एकदम प्रसिद्ध ठाउँ हो। यहाँ मान्छेहरू यहाँ नुहाउन पनि आउने गर्छन् र यता हेर्न सक्नुहुन्छ मान्छेहरू धेरै छन्। नुहाउन पानीको पनि व्यवस्था छँदैछ र घर अलि भएन क्या साथीहरू। यो चाहिँ हाम्रो रारा डाफे समुदाय वनमा पर्छ। आजको दिनमा चाहिँ हामीहरू सबै दिदीबहिनी भाउजूहरू मिलेर यसो रमाइलो गरौँ, बिदाको दिन यसो रमाइलो गरौँ भनेर हामी यस्तो रमाइलोको लागि यहाँ आएको छौँ। साथै हाम्रो गाउँ हाम्रो ठाउँको यो प्रचार प्रसार पनि गरौँ भन्दै हामी आएको छौँ। र हाम्रो भाउजूलाई हेर्न सक्नुहुन्छ आफ्नो कामहरू धामाधम गरिसक्नु भएको साथीहरू। हेर्नुहोस् एकदम राम्रो छ साथीहरू यो हाम्रो ठाउँ हाम्रो गाउँ। हजुरहरू पनि आउन सक्नुहुन्छ घुम्न। भाउजूहरूलाई दिदीहरूलाई हेर्न सक्नुहुन्छ हाम्रो भाउजूहरू हाम्रो दिदीहरू। हेर्नुहोस् साथीहरू हेर्नुहोस् आफ्नो काम धमाधम गरिसक्नु भएको छ। यता हेर्न सक्नुहुन्छ आफ्नो काम उनीहरूलाई आफ्नो ड्युटी मिलेको छ क्या साथीहरू। बबिताले हेर्न सक्नुहुन्छ कस्तै काटेको होला। छिटो काट है यहाँ केटालाई देखेर नमख्यौ। यहाँ छिटो काट को खान्छ साथीहरू हेर्न सक्नुहुन्छ हामी यहाँ रेडी पोजिसनमा आइसके छौँ। हेर्नुहोस् यता कसैले यहाँ किमा काटेर खान् कसै यहाँ। साथीहरू हेर्न सक्नुहुन्छ हाम्रो यहाँ मोमो गराउने कार्यक्रम धमाधम चलिरहेछ। हाम्रो बहिनीले चाहिँ पिठो पुस्न लागेको छ। अनि बबिताले चाहिँ यहाँ पुरा किमा गराउन लागेको छिन् बबिताले। अनि रेणुकाले र मैनी भाउजूले चाहिँ प्याज काट्दैछ। हेर्न सक्नुहुन्छ साथीहरू। अनि हामीले चाहिँ यहाँ चुलो गराउन लागेको। यता हेर्न सक्नुहुन्छ हाम्रो भाउजू। अनि हाम्रो भाउजूले चाहिँ पुरा माका भुसुना हटाइराख्नु बिहान त्यो। हेर्नु साथीहरू यता साथीहरू हेर्नुहोस् हाम्रो कामहरू धमाधम चलिरहेको छ। हामीले यहाँ प्याज काटेर पनि राखिसक्यौँ। प्याज पनि काटेर राखिसक्यौँ। यो चाहिँ हाम्रो साथीहरू यो चाहिँ हाम्रो अचार हो है। अचार हजुरहरूलाई देखाउने छु म। साथीहरू हेर्नुहोस् यो चाहिँ हाम्रो अचार हो। हामीले चाहिँ यो टिफिनमा अचार हालेर लिएको छौँ। अनि यहाँ चाहिँ हाम्रो भाउजू हुनुहुन्छ। भाउजू यिन चाहिँ हाम्रो बबिता छिन्। बबिता साथीहरू हेर्नुहोस् हामीले चाहिँ यहाँ मोमोको तयारी गरिसकेको छौँ। यता हेर्न सक्नुहुन्छ तिर्सना के गर्न लाग्यो तिमीलाई डर लाग्यो के हो। अनि हाम्रो बहिनीले चाहिँ मोमोको सेप गर्न लागेको छ। अनि रेणुका बहिनीले चाहिँ मोमोको भाँडामा तेल लगाइरहेको छ। अनि हाम्रो भाउजू बेलिराख्नु भएको छ। हाम्रो अर्की भाउजू डल्ला गर्न लाग्नु डल्ला गर्न लाग्नु भएको छ। बबिता डल्ला एकदम रमाइलो भएको छ साथीहरू। जस्तो भए पनि राम्रो त बाखा त भयो त। अनि हामीले खाने त हो। अनि कसले खाने होला।
अब मोमो राख्ने बेला भयो पानी तातिसक्यो अब मोमोको भाँडा एउटा मात्रै हो माथि राख्ने अर्को लगाउँदा न भाँडा सबैमा हालिसक्यो थोरै उठाउने रहेछ त थोरै उठाउने रहेछ हेर्नुहोस् हामीले मोमो पकाइसक्यौँ हेर्नुहोस् साथीहरू हामीले मोमो पकाइसकेको छौँ हेर्नु सक्नुहुन्छ हाम्रो बहिनी हाम्रो तिर्सना रेणुका भाउजूहरू हेर्नुहोस् बोल्नु न केही शब्दहरू भन्नु रुख्नु लाउनु ल भन्नु ल भन्नु के भन्न चाहनु ए बोला अहिले चाहिँ दिन मिलेन ल अब वनदेवीलाई चढाउनु पर्छ अब ढाक्नु पर्यो हेर्नु साथीहरू फेरि हामीले अर्को थपिराख्ने नराख त्यसलाई माथि राख्ने अनि हाम्रो चाहिँ यो किमा बचेको छ र यो किमालाई हामीले चाउचाउसँग मिक्स गरेर खाने हो साथीहरू यो किमालाई पकाउने काम चाहिँ तिर्सनाले गरिरहेको छिन् हेर्न सक्नुहुन्छ धेरै मेहनती गर्ल सी इज सो हार्ड वर्किङ गर्ल्स के भन्नुहुन्छ हेर्नु साथीहरू के भन्नुहुन्छ यो दिउ पनि घोप्टिसक्यो ल मलाई हाल्दै गिलास छँदैछ त यो चटनी लाग्यो गिलासमा प्लास्टिक किन राख्नु पर्यो होला के गर्नु उ त्यो चटनी घोप्टाइयो मैले दिउ घोप्टायो साथीहरूलाई हामी त खाना आँटेको हो के अरे अर्को प्लेट कता गएछ ए खाया दिदीलाई साथीहरू हेर्नुहोस् अब यहाँ मोमो हाल्ने कार्यक्रम भइरहेको अब हामी खाने हो हेरेर इन्जोय गरिदिनु होला हाम्रो भिडियोलाई इन्जोय गरिदिनु होला साथीहरू ल यिनीहरू त्यस्तै जग्गा म त भात केही हुन्न अहिले खानु पर्यो त एकछिन
साथीहरु यहाँ डरा खाने मान्छेहरु हेर्नु सक्नुहुन्छ लट्ठी देखायो भने एउटा छेउमा मलाई अबि भाउजूले झन् तपाईँ थाहा आएको हो खासमा हाम्रो पनि खाएर पिएर भइसक्यौँ हेर्न सक्नुहुन्छ हामी अब फाटिङ लागेको यहाँदेखि साथीहरू सब अब जम्मा भेला सबै भइसकेर अब हामी घरतिर जान लागेको अवस्था हो साथीहरू हेर्नुहोस् 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 साथीहरू हेर्नुहोस् के हो यो अब चाहिँ साथीहरू यो चाहिँ हाम्रो यो बोरिङको धारा हो धारा अब यहाँ हामीले खाएको भाँडाहरू सबै धुने छन् ल स्कुटीमा त जाने होला आखिर सर जाने के जाने साथीहरू हेर्नुहोस् अब हाम्रो भाउजूहरू लागि परिसक्नु भएको छ अब हाम्रो चट्टाईहरू हाम्रो के अरे भन्छन् अरे मोमोको भाँडाहरू धुन लागिसकेका छन् हाम्रो भाउजूहरूले भाउजू हाई भन्नु यस यस साथीहरू हेर्नुहोस् यो चाहिँ हाम्रो बोरिङ हो यहाँबाट राम्रो देख्यो यार पुरै देख्यो साथीहरू हेर्नुहोस् यो चाहिँ हाम्रो बोरिङ हो यहाँ चाहिँ धेरै मान्छेहरू आउने गर्छन् यहाँ पिकनिक खान रमाइलो गर्न मनोरञ्जन गर्न हाम्रो भाउजूहरू अब यहाँ भाडा धस्काइराख्नु भएको छ धस्काइ हाम्रो मैनी भाउजूले डाँडो धस्काउनु भएको छ अनि हेर्न सक्नुहुन्छ हाम्रो सन्ध्या भाउजूले थाल माजिराख्नु भएको छ अनि हेर्न सक्नुहुन्छ हाम्रो तिर्सनाले चाहिँ के भन्छन् अरे यसलाई चट्टाई धोइरहेको छिन् हाम्रो भाउजू चाहिँ हेरिराख्नु भएको छ के कामै छैन भाउजू कामै छैन भाउजूको ल भाउजूहरू ल भन्नु के भन्न चाहनुहुन्छ मेरो भिडियोमा मेरो भ्लगमा के भन्न चाहनुहुन्छ रमाइलो भयो अरू भन्नुहोस् भाउजू रमाइलो भयो ठिकै भयो अर्कोचोटि आउने फेरि माया गरिदिनु होला यतिको भन्ने चाहिँ भाउजू चाहिँ चाहियो है साथीहरू सबैलाई चाहियो सबिना लम्तरी मगर हो कि सबिना लम्तरी मगरको युट्युब च्यानललाई सब्स्क्राइब लाइक कमेन्ट गर्नु होला साथीहरू अब हामी चाहिँ घर जान आँटेको हो अब हामीले हाम्रो कार्यक्रम सब भ्याइसकेको छ अब भाउजूले के भन्न चाहनुहुन्छ केही कुरा सुनिदिनु होला भन्ने आग्रह गर्दछु ल भाउजू बोल्नुहोस् हाम्रो प्लान सक्सेस चाहिँ अलि हावा हुरीले गर्दा धोका दिन्छ कि भनेको अहिले चाहिँ घाम लागिरह मौसमले हल्का धोका दिए पनि हामी चाहिँ रोकिएनौँ हामीले आफ्नो प्लानलाई हामीले च्यालेन्ज दिएर हामीले जित्यौँ अब बाई बाई गाइजमा चाहिँ गए कस्तो फेरि हिँड्दैन अब सिधै बाई भन्ने हो के हिँड्दै कसले बाई भन्नुहोस् आउन तिमीले के यार अनि हामीलाई यस्तै गरेर साथ सपोर्ट दिनु होला साथीहरू अब यति भन्दै यस्तै भिडियो लिएर आउनेछौँ यति गरेको र भन्दै साथीहरू अब यति भन्दै हामी भिडियोलाई इन गर्दैछौँ र मन परे भिडियोलाई लाइक कमेन्ट सेयर सब्स्क्राइब गरिदिनु होला साथीहरू।